खरायोहरू चल्न आफै चल्छ होइन त अब यही काम बाँकी चाहिँ घाममा बसेर यस्तो छाताले ओढेर अनि यहाँ के अरे खरायो चराउनु कतिको रोजी आउँछ मम्मी बेचेर तँलाई पैसा दिन्छ बेचेर पैसा त्यहाँ कोही खरायो किन्ने हुनुहुन्छ भने यसो कन्ट्याक्ट गर्नु होला है एउटा भाले एउटा पोथी पाउँछ बच्चा पाए बा कहिले अन्डा पार्छ बच्चा पाउँछ र बिहाएर बेच्नु जस्तो तर चढ्छ है मजाले डिस्टर्ब हुन्छ होला सधैँलाई मैले पो आएँ त यिनीहरू त छि जा जा भागिनु ग त्यो मम्मी कालो त बाटो छ है मम्मी उता जङ्गलतिर छिर्छ अहिले फेरि अनि टिपिन जानु भागिसक्यो एउटा दाजु मम्मीको काम यही हो खरायोहरूलाई पनि कति खाना चाहिएको आमा घाँस त्यस्तै खाएको छ भात त्यस्तै खाएको छ फ्रुट्स अनार मान्छेलाई अनार छैन खरायोलाई अनार साह्रै सुख पाएछ हिजो नुहाएर आज कस्तो सफा देखिरहेछ हौ यिनीहरूको फेभरेट घाँस भनेको चाहिँ दुबो मच्छरले खायो यिनीहरूलाई मम्मी छोडिदिनु पर्छ हौ मम्मी बारीमा अब क्या मजाले घाँस खाएको के काली सेती यहाँ मध्ये चाहिँ कुन चाहिँ भाले कुन चाहिँ पोथी छुट्याम है त के मजाले खाएको मम्मी टमाटर पनि दिन खान्छ त जुन पनि घाँस खाँदो रहेछ है मम्मी त्यो घाँस खाँदैन भन्न काटे जुन पनि खान्छ अस्ति मैले पनि दिइरहेको थिएँ नि त लहरे घाँस पनि के अड्कायो नि ला मच्छरले खायो होला निकाल्नु त्यसलाई मच्छर धेरै छ मम्मी त्यो धुप हाल्नु लामखुट्टे कति धेरै को मम्मी यत्रो हिँड्नु भित्र हिँड्नु एउटा